हेलो हेलो वेलकम टु गाइस। आज फाइनली मेरो फेसबुक पेजमा यहाँहरूलाई स्वागत छ। म चितारा मोली हाल भारतको गोवाबाट। म तपाईँलाई ब्याकग्राउन्डमा देखाइरहेको छु यो शान्तिनगर गाउँपालिका वडा नम्बर 2 र 3 को बिचमा पर्ने बोलाखोलाको पुलको बारेमा यो भिडियो बनाइरहेको छु। तपाईँ देख्न सक्नुहुन्छ अहिले चाहिँ बर्सातको सिजन सुरु भएसँगै खोलाको बहाव पनि बढिसकेको छ र फाइनली पानी पनि आइसकेको छ खोलामा है। अहिले नत्र यदि यो समयमा यदि पुल हुने थिएन भनेपछि आजको दिनदेखि आवाज जावतमा धेरै नै समस्या हुने थियो र हाम्रो बाइक ट्याक्सी त्यसपछि अटो बसहरू आउने जाने बन्द हुन्थ्यो र त्यस्तो बन्द भएको हुँदाखेरि हामी उता पञ्चकुलेबाट घुमेर तल्लो बाटो हुँदै शान्तिनगरमा आउनुपर्ने अवस्था थियो विगतका वर्षहरूमा। तर यो वर्ष चाहिँ त्यस्तो भएन। त्यसको लागि हाम्रो पूर्व मन्त्री अर्थमन्त्री धनबहादुर मास्केज्यूले त्यो हाम्रो समस्यालाई समाधान गरिदिनु भयो। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र उहाँले गरेको योगदानको बारेमा सबैले अहिले परिचर्चा भएको छ। युवा पुस्तामा एकदमै लोकप्रिय बन्नुभएको हाम्रो पूर्व अर्थमन्त्री प्रदेश अर्थमन्त्रीज्यू धनबहादुर मास्केज्यूलाई धेरै धेरै धन्यवाद दिँदै आजको यो भिडियोबाट तपाईहरुलाई म यो भन्न चाहन्छु, उहाँ जस्तो जोसिलो जाङ्गिरोल र पश्चिम दाङको एउटा उजागर जुझारु युवा नेता हुनुहुन्छ। उहाँहरूले धेरै राम्रो काम गरिरहनु भएको छ। अझै तपाईँ यस्तै काम गर्दै रहनु होला। मेरो तर्फबाट तपाईलाई अग्रिम शुभकामना है। जनताको समस्या बुझ्नुभयो। हुन त हाम्रो पश्चिम दाङ क्षेत्रमा धेरै नेताहरू जन्मनु भयो। धेरैले अहिलेसम्म कसैले पनि यस्तो मतलब यति छोटो समयमा पश्चिम दाङको यो दैनिक जीवनमा भोगिरहेको समस्यालाई समाधान गरिरहेका थिएनन्। उहाँले यो चाहिँ गरिदिनु भयो। यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। र अर्को कुरा चाहिँ त्यसमा विकाससँगै विनाशको पनि हुन्छ भन्ने तपाईले बुझ्नु भएकै होला। तर त्यसको लागि त्यहाँ केही तटबन्धहरू भएको छैन भन्ने कुरा सुनिरहेको छु। त्यसमा पनि सबैको ध्यान जाओस्। त्यसलाई कसरी मर्मत गर्नुपर्छ अनि यो बर्खा खोलाले कसरी मतलब रोक्न सकिन्छ, त्यसलाई कसरी बचाउन सकिन्छ पुलको लागि, त्यसमा चाहिँ समयमै ध्यान जाओस् भन्दै आजको यस भिडियोबाट म बिदा हुन चाहन्छु। सबैले भिडियोलाई एक लाइक, एक कमेन्ट अनि एक शेयर गरिदिनु होला है। अनि अरू यस्तै मलाई भिडियोहरू आउन अनि ल्याउन के हुन्छ मोटिभेसन मिल्नेछ। यहाँहरूको दिन शुभ रहोस्। हवस् त, नमस्ते, बाई बाई।